City lights are in the glass, leaving all the concrete past, pine scent through the open pane. हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी कसरीको महाराजादेखि यता माथि बालुवा डाँडासम्म चाहिँ आज चाहिँ हाम्रो ट्रेकिङ भइरहेछ। जङ्गलको बाटो, हाइवे बाटो पनि छ यहाँ चाहिँ, पक्की चाहिँ गाडी जाने पनि। तर म र लक्ष्मण चाहिँ आज हिँड्दै गइदिउँ। आज बिदाको दिन ट्याक्क बालुवा डाँडा चाहिँ हिँड्दै पुगेर हिजो अस्ति एकदम पानी परिरहेको थियो, आज फेरि यस्तो चर्को घाम लाग्यो क्या। कस्तो हुन्छ आजको ट्रेकिङ भन्दा नि डुलाइ, हावा पारामा डुलाइ। हेरौँ है त। हामी चाहिँ अब चाहिँ ट्याक्कै महाराजा मन्दिरबाट भर्याङबाट सुरु भयो हाम्रो ट्रेकिङ। हाम्रो लक्ष्मण चाहिँ यताबाट आउँदैछ। आज चाहिँ घाम लागेर मजाको छ वातावरण चाहिँ। हामी चाहिँ अब दुईजना ट्याक्क मन्दिरबाट चाहिँ अब मासतिर भर्याङतिरबाट लागियो है त। हामी चाहिँ बाटो भेटियो, उता अटो आउँदैछ। फेरि अब हामी यहाँ सर्टकट छिर्छौँ है त। हामी चाहिँ जाँदैछौँ ढुङ्गा ढुङ्गा। हाम्रो आजको बाटो चाहिँ यस्तो छ है। गाडी पनि जाने बाटो चाहिँ छ, तर हामी चाहिँ आज होइन हिँडेरै जाऊँ न, कति बाइकमा गइरहने भनेर थकेलाई भयो यार। भ्यू पनि यस्तो बवाल आउँछ कि यहाँबाट। उहाँ चाहिँ मन्दिर हो। यसरी चाहिँ अघि बढ्दैछौँ है त। र लक्ष्मण त उहाँ आउँदैछ हो। चाहिँ गऱ्यौँ कति हिँड्यो, आधा घन्टा जति हिँड्यौँ। हामी चाहिँ आधा घन्टा जति हिँडेर चाहिँ यस्तो भ्यू आउने ठाउँमा चाहिँ आइरहेको छौँ है। हाम्रो आजको डेस्टिनेसन भनेको चाहिँ माथि बालुवा डाँडाको टावरसम्म है त। कमिला पनि भयो। हामीले यस्तै लोकल च्याउ देख्न सक्छौँ।
हामी चाहिँ बढ्दैछौँ अगाडि। गर्मी चाहिँ आज सास्तै गर्मी भयो क्या। हिजोअस्ति पानी परेको थियो यार, आजको दिन यस्तो गर्मी भयो। भ्यू हेर्दै इन्जोय गर्दैछौँ है हामी फेरि। गर्मी भए पनि हामी चाहिँ भ्यूलाई मनोरञ्जन गर्दै अघि बढ्दैछौँ। हामी चाहिँ लियो ठाउँ आयो। अब गाउँले नवलपुरको अहिले एकदम फेमस गाउँले पहाडी होमस्टे 2 किलोमिटर अरे यो चाहिँ बवाल आइरह। थकै पनि त्यही अनुसार लगाइरहेछ। यसरी ट्रेकिङ जाँदा चाहिँ कालो कपडा लगाएको फाइदा चाहिँ एउटा पसिना देखिँदैन, तर गर्मी चाहिँ कालो कपडामा लास्टै गर्मी हुन्छ क्या। म चाहिँ फुल कालो, अर्को फेरि पुरा वाइटी तर सेतै भएर आजको स्काई चाहिँ बवाल छ। गर्मी पनि त्यस्तै छ। फेरि ट्रेकिङ जाने भनेको चाहिँ शीतल हुँदा हो, हामी चाहिँ ठ्याक्कै उल्टो परियो, गर्मी हुँदा आयो होइन लक्ष्मण। अब चाहिँ हामी लगभग आधी चढियो। अब ट्याक्क 5 देखि 10 मिनटको ब्रेक लेख्छौँ है त। हाम्रो चाहिँ ब्रेक टाइम। यसो अब हामी चाहिँ ट्याक्क यो ठाउँमा बसेर चाहिँ ट्याक्क यो भ्यू इन्जोय गर्दै, यता लक्ष्मण छ हाम्रो नारायणी पनि देखेको छ यहाँबाट त होइन। चाहिँ बवालै छ क्या। हामी चाहिँ अब यहाँ के पार्टीमा लगाइरह रेस्ट पार्टी भइरहेको हाम्रो चाहिँ। भ्यूलाई इन्जोय गर्दै, यो भ्यू इन्जोय गर्दै ट्याक्क ढुङ्गामाथि बसेर त्यहाँ भुलियो क्या धेरै। ल हामी चाहिँ कस्तो भइरहेको त भन्नु नि त। बोल्नै पर्दैन, मुख चलाउनै पर्दैन। हाम्रो भुलिया देखेर पनि हजुरले बुझ्न सक्नुहुन्छ, तर इन्जोय चाहिँ यति मजाको भयो लक्ष्मण। मजा त भएको छ नि। कालसुदीमा पनि यस्तो ट्रेक गर्ने ठाउँ छ क्या, खोज्ने आफूले।
ट्याक्क यो बाटोमा यस्तो भ्यू हेर्दै जङ्गलमा चराको मधुर स्वर यस्तो रुख ढाल्दै कम मजा आउँछ। काम यस्तो छ ल। यस्तो कमिला पनि छ है। यो कमिला टोक्यो भने यत्रो भने त्यहीबाट टाटा बाई बाई गरेर फर्किनु पर्ने गराइदिन्छ। ल हामी चाहिँ टक्क यो ढुङ्गाहरूमा अब हामी चाहिँ लगभग ऊ त्यो डाँडामाथि उक्लियो भने हाम्रो ठाउँ देखिन्छ 90% कभर गरिन्छ। अब हजुरहरूले त सानो होइन क्लिप हेरिराख्नु भएको छ, तर त्यो पछाडिको यो पसिना पानी पनि एक बोतल मात्र लिएको छ क्या यो त्यसले गर्दा नि गाह्रो भयो क्या। ट्रेकिङ आउँदा सकेसम्म ट्रेकिङ आउँदा पानी चाहिँ बोकेर हिँड्नु मजाले। फेरि हिल ट्याङ्कको ट्याङ्की चाहिँ बोकेर आउनु होला। यो भ्यू देख्नुहुन्छ हजुरले अन्त कतै ल। यो ट्र्याकमा को अहिलेसम्म ट्रेकिङ आउनु भयो यसो कमेन्ट गरेर छोड्नुहोस् है। हेरेकोमा धेरै नहेरे पनि हेरेको मध्ये पनि को आउनु भएको छ लेट्स डु कमेन्ट। गाई गोरु धपाल्ने भयो यार गर्मीले। हाम्रो टार्गेट यो देखिन सुरु भयो है। अब झन् जोस आउँछ हामीलाई होइन। अब टार्गेट नजिक आयो। मन्दिर थियो त कता तलै हो। ल हामी चाहिँ फाइनल्ली रोडमा आयो। हामी आएको चाहिँ टावर चाहिँ हो है गाइस। आवाज पनि गर्मीले यो के भयो र भ्यू चाहिँ छ है आज। अहिले माथि चाहिँ अझै हेर्नेछौँ भ्यू। यताबाट छ गाडी जाने बाटो टाढा छ, तर हामी चाहिँ सर्टकट फेरि पनि सर्टकट हावा निकाली भयो सर्टकटले। भ्यू हेर्नु के लेट्स इन्जोय भ्यू विथ सोसियल सिपिजी भ्लग होइन। अब चाहिँ हाम्रो नेक्स्ट कहाँ हुन्छ हेरौँ। हजुरले कमेन्ट गरिदिनुहोस्। हामीले यो काउसदेखिको यस्तो लुकेको ठाउँ यो टावर चाहिँ लुकेको होइन, तर यो ट्रेकिङ चाहिँ लुकेको होइन किडन्यापै भएको होला। यो फाइनल्ली आयो
यस्तो कालो छु म। अब चाहिँ हाम्रो मकैबारी दर्याम भने जस्तै मकैबारीभित्रबाट चाहिँ जाँदैछौँ है हामी। गाली गर्ने होइन नि यार अहिले। लक्ष्मण चाहिँ यता आउँदैछ है। हामी चाहिँ यो भ्यू इन्जोय गर्दै होइन। ल फाइनली आयो है गाइस, हामी आयो। हाम्रो स्वागतको लागि अरू कोही नबसे पनि कुकुर चाहिँ बस्यो है यहीँ हाम्रो स्वागतको लागि। हामी चाहिँ ट्याक्क लाएर त्यहाँको चाहिँ भ्यू इन्जोय गरेर यो अब चाहिँ लाग्यो हाम्रो लगभग पनि कति लगभग हामी कति दुई घन्टाको जति हिँड्यो होइन। अब 2 घन्टा कालसुटीबाट महाराजा थानबाट चाहिँ नर्मल्ली पनि मजाले रेस्ट गरेर पनि 2 घन्टाको चाहिँ हामी चाहिँ 2 घन्टामा चाहिँ इजिली यो ठाउँ चाहिँ आउन सक्छौँ है त। यहाँ आएर चाहिँ जुन यो हामीले भ्यू पाउँछौँ त्यो चाहिँ हामी घर बसेर चाहिँ पाइँदैन है। अब चाहिँ हामी घरतिर लाग्यो इन्जोय गर्दै आएको अझै फेरि पनि इन्जोय गर्दै जानेछौँ है। हाम्रो भ्लग चाहिँ यही सकियो है त। आजको हाम्रो ट्रेकिङ यति थियो। हजुरहरूले हाम्रो भ्लगको भ्यू चाहिँ हामी मन नपराए पनि भ्लगको भ्यू चाहिँ मन पराइदिनु भयो होला। ल हाम्रो चाहिँ यहाँ ब्रेक भइरहेको होइन। स्न्याक्सहरू पानी क्याम्प हानेर अब हामी यहाँ क्याम्प हान्न आउनुपर्छ। हामीसँग चाहिँ यहाँ के अरे लोकल फुड भेरी गुड भने जस्तै लोकल फुड पनि छ यहाँ। यहाँ चटनी पनि छ। ट्याक्क लाएर अब हामीले खान्छ।